सो साथीहरू भने चाहिँ म चाहिँ भर्खरै होइन आज मेरो ठुल्दाइको चाहिँ पुरा 1 सालको बराकिसकेर पनि सानो एउटा घरमा चाहिँ मेरो ठुल्दाइको घरमा चाहिँ पूजा लगाएको थिएँ होइन। भर्खरै उहाँ सकेर चाहिँ आएर चाहिँ फेरि होइन हट्टु भइसक्यो कि आज फेरि यहाँनिर अहिले दाना पकाइरहेको छु होइन। खसी चाहिँ यहाँनिर छ है, घाँस खाइरहेको छ। मैले भर्खर लिएर आएको थिएँ है। अन्त साथीभाइ म चाहिँ अहिले यो घाँस पकाउनु दाना पकाउनु पुरा बिजी है जस्तो भइरहेको छ। मेरो गाई चाहिँ यहाँ कान्छी चाहिँ यहाँनिर छ होइन। अहिले यहीँ बाँधिरहेको छु। साथीभाइ भने चाहिँ पाक्न आँटिसकेको छ होइन। अहिले उम्लिरहेको छ मजाले होइन। अहिले चाहिँ टमाटर र बन्दाकोपीको पत्ता पकाउँदैछु होइन। गाईको लागिलाई है। सुँगुरको लागि चाहिँ अघि पकाएर पनि सकिसकेको छु होइन। अब यो चाहिँ गाईको लागिलाई पाकिरहेछ है। आज चाहिँ हल्का ढिलो पनि भइसक्यो, कराइरहेछ गाई है। यहाँनिर सानो 2टा पाठा पनि छ होइन। यो चाहिँ हाम्रो बस्तीमा चाहिँ यस्तै हुन्छ नि त साथीभाइ काम। सो भन्दै हजुरहरूलाई के कस्तो लाग्छ होइन, बस्तीको चाहिँ काम यस्तै हो। सबलाई भन्दै गुड नाइट।